हेलो हेलो गाइस आज हामी चाहिँ भेजिटेबल चुजिङ गेम खेल्दैछौँ सोनिदिदी र सम्राट दाजुसँग ल स्टार्ट गर्ने अब जित्नेले प्राइस पनि छ 1000 रुपैयाँ छ प्राइस ओके ल सम्राट दाजु अलिकति यता आउनुहोस् ल जसले भेजिटेबल लिन्छ त्यसले जित्छ जित्छ अनि 1000 रुपैयाँ पाउँछ चोर्नु पाइँदैन चुन्नु पाए कहाँ पाउँछ त ल लु म यो वन बित्तिकै ट्याक्क टिपी हाल्नु पर्यो नि भनेर ल एकछिन टेबल कहाँ छ यहाँ छ यहाँ छ वान ल 1 2 3 गो टमाटर सिट मैले भेटे सोनिले भेट्नु भयो यो त भएन जित्नु टमाटर पर्ने हुन्छ मैले अब फेरि सेकेन्ड स्टार्ट भयो है त ल ल के ल भने खोर्सानी सोनिदिदीले भएन यो कहाँ छ हौ म आम्मामा भएन यो हात छिटो यसो गर्नु पर्यो नि पत्ता छ भने ए म ढिलो ल अब चाहिँ ल हात यसो गरेर लाग्छ प्याज 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 ओहो ओइ प्याज ल फेरि हात छोरा छोरा छोइना छोइना हात तिम्रो कहाँ ल ल ल हात यसरी अगाडि यस्तो माथि उभाउने ल ल ल अब कराती सोनिले भेट्नु भयो ए दुईटा एउटा कि दुईटा हात हो एउटा हो मैले यो अघि टमाटर टिप्ने बेला थाहा भइसक्यो आम्मामा त्यसै चेन्ज गर्नुपर्छ बुनु लोकेसन अब बुझ्दै अनि यो त नि भएन त नि चेन्ज गर्नुपर्छ अलिअलि ल बुनु हस् ल ल ल ल भयो त मन्दिर पनि अलिकति सहभागी के यो चाहिँ यसले पनि हौसला आउने ताबिज नचाउने चाहिँ ल ल के भएको है अलिकति छेउमा आउन म पनि यता आउनु पर्यो त्यो पहिलाको अदुवा 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 सोना दाजुले भेट्नु भयो झेली गरेन नि अहिले ल्याएली ल बुनु बुनु ट्याक ट्याक यति नै हात ल ल ल ल ल भिन्डी भेट्नु भइसक्यो सोनिले यो के हो त्यो ब्रिन्जल ए ए भिन्डी त्यस्तो चिल्लो हुन्छ खोइ कति भेट्यौ तिमीले भरे यसले चाहता भेटो ला त्यसो भन्नु नपाए अहिले खानु लु 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 लेट्स गो सोना दाजुले त ना भइसक्यो चेन्ज गर्दै है एकछिन दाजु हात अलिकति लानुहोस् ए ए झ्याल्टीको पाप चेन्ज पनि गरेर त्यहाँ छ 1000 को सवाल पो छ त यहाँ त बा के भन्नु होला अब चेक चेक जाऊ झ्याली गर भने भनिहाल्छ नि बुनुहरुले आयो पिडालु पिडालु हौ हात चाहिँ लाइ ओ त्यसो भन्नु पाउँदैन सोनीले भेट्नु भयो यो भएन भेट्नु भएको थियो भने छोडिदिनु भयो समातेर पनि छोडिदिनु भयो ए यो सेपै भएन यसको पिडालुको सबै यस्तो हुन्छ पुरानो सेपी अहिले मैले लिइसकेको छु एकछिन पक्नु चाहिँ अब हात आम्मामा हातहरू पर पर पसिना आइसक्यो हाँस्दा नि बेला बेला कुकिङ गर्नुपर्छ नि लु 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 बुनु ट्याक 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 भन्नु